होला भौतिकवादी दर्शनको आधारमा मार्क्सवादी सिद्धान्तको आधारमा सर्वहारावादी विचारको आधारमा हामीले 10 वर्ष युद्ध गर्यौं। केही आंशिक उपलब्धि पनि पायौं। त्यो आंशिक उपलब्धि आज के भए भने हालात के हात इधर भी है उधर भी है। यो बुझ्नु होला है, कम्प्युटर पनि हुन्छ। तर आज जनता कहाँ छ र नेता कहाँ छन् भन्ने कुरा हामीलाई थाहा छ। त्यो खै के भएछ आज हामी लुकेर बस्नु परिरहेको छ। हेर्नुहोस्, छिपेर बस्नु परिरहेको छ। तर एउटा अहिलेसम्म म निरुत्साहित थिएँ। हेर्नुहोस्, म अहिले उत्साहित भएको छु। हिजोका माओवादीहरू ठाउँ भयो भन्ने सायद म उत्साहित छु। कम्प्युटर केही गर्न सक्छु। आज दुनियाँले 84 को मिसन ल्याएका छन्। हाम्रो 84 को मिसन अर्कै तरिकाको होस्। यिनीहरू जस्तो यो संसदवादीहरूको जस्तो मिसन नहोस्। हाम्रो अर्को किसिमको मिसन होस्। म त्यही आधारमा भन्न चाहन्छु। होइन, यो धुनी एकत्रित छ, मुनि एकत्रित छ। मुनाले धुन्दै सक्ने रहन्छ। हेर्नुहोस्, यो हामीले अपलोड गर्यौँ। आज कम्प्युटर हो कुरा पुच्छौँ न, लाख रुपियाँ भिड्दिन भने दुनियाँ त्यो कुरा पछाडि लाग्न छ। हेर्नुहोस्, तर आज हामी यो उसले जित्दैनौँ। हाम्रो जित्ने तरिका अर्को रहेछ। हामीले ल्यायौँ 10 वर्ष जित्न युद्ध गरेर ल्यायौँ। हेर्नुहोस्, हामीले केही कुरा ल्यायौँ, नल्याएको होइन। तर यहाँ आउनु पनि स्वाभाविक थियो। हामी बन्नु छ, दुनियाँ बनाउनु छ। हामी पनि बन्नु छ, दुनियाँ पनि बनाउनु छ। हामी बनाएर मात्र हुँदैन, दुनियाँ पनि बनाउनु थियो। हेर्नुहोस्, दुनियाँ बनाएको निम्ति हामीले यहाँ आउनु तयार थियो। हिजो आज हामी पार्टीभित्रका छन् त। पार्टीभित्र त्यो वर्ग छ, वर्ग भइसकेको छ। हेर्नुहोस्, तल्लो वर्ग र माथिल्लो भइसकेको छ। हेर्नुहोस्, यहाँ कतिपय साथीहरूसँग त्यो कुरा होला भइसकेको छ। हेर्नुहोस्, यो गर्नु स्वाभाविकै थियो। आउनु थियो, एकता हुनु थियो। नभइकन हामी परिवर्तन गर्न सक्दैन थियौँ होला। कम्प्युटरहरू म यति भन्दै अन्तिममा केही मानव मात्र महापुरुष हो जसका विचारले गरी नयाँ दृश्य दिई बदल्छ दुनियाँ सारा उज्यालो छरी। तारा भई मुस्कुराइकन सदा लुकिन्छ आकाशमा, लोभी पात बगी गई बगरमा, डुब्छन् ती सागरमा, बस यति नै हो मेरो भनाइ।